सोलुखुम्बु मल्टिपर्पज अर्ग्यानिक प्रालीको प्रोप्राइटर लक्ष्मण राई यतिखेर अहिले अर्ग्यानिक छुर्पी बनाउने क्रममा हुनुहुन्छ। साइज ठुलो भएर काटेको होइन। असलमा यो प्रकारको छुर्पीहरू पनि पाइन्छ। बडे तयार पारेको छुर्पी यस प्रकारको छ। यिनको विशेषताहरू के छन् सर? दाँत बलियो बनाउने, दिमाग तेजिलो बनाउने, यो के है दिमागको एक्सर्साइज। यस्तो समय पास हुने, टाइम पास हुने, दिमागमा अनेक थरी नआउने। कसरी सिक्नुभयो सर? यो बनाउनलाई त सिक्नु पर्दैन हो। यो आफैले लजिक हाल्दा पनि जानिने कुरा, यो सिक्ने कुरा होइन। यो हजुर, यो कसरी बनिएको? यो सुरुमा चाहिँ ड्राई मेसिनमा हालेको, धेर सुकेछ, साह्रो भइहाल्यो। भनेपछि दुधबाटै बनिएको होइन? दुधबाट होइन, महीबाट। महीबाट चाहिँ दुधको परिकार चाहिँ हो, तर दुधबाट होइन, यो महीबाट बनेको। के चौडीको महीबाट हो? चौडीको महीबाट। सेरकाम हुँदै आएर यसले कतिवटा उतार चढाव के भयो भने यो दुध भएर आयो थुनबाट दुधेरीमा, त्यसपछि उमालेर दही बन्यो, दही पछि महीलाई फेरि उमालेर सेरगामलाई चाहिँ यो काटेर पिस बनाएर सुकायो। तताकै भनौँ न, सुकाउनु र तताउनु उस्तै हो नि होइन। त्यहाँसम्म अन्तिम चरण हुँदैन। फाइदा त छुर्पी खानुको यो अमिलो छ, अब त्यही हो। यसमा के पोषक तत्त्व पाइन्छ? यसमा के पोषक तत्त्व भन्ने कुरा पनि मलाई थाहा छैन खासमा। हजुर, तयारी भएको मूल्य कति पर्छ भनिदिनुहोस् न। केजीको त्यही 12 देखि 1300 रुपियाँ पर्छ, धेरै पर्दैन। यदि कसैलाई छुर्पी चाहिएको छ भने सम्पर्क गर्नु मलाई। हेलो एलआर मेसेन्जरमा गरे नि भयो होइन, फेसबुकमा। अनि यता नम्बर पनि छ, फोन नम्बर यो मुनि उहाँको नम्बर राखेको छ होइन। म मुकुलेन भन्ने 9842765724 चाहिँ मेरो पर्सनल नम्बर। र उहाँको पसल चाहिँ यो 16 नगरपालिका वार्ड नम्बर 5 आवा डाँडा हुला कफिस नजिकै उहाँको पसल पनि रहेको छ। पसलबाट पनि यहाँहरूले लिन सक्नुहुन्छ। उत्पादित सामग्रीहरू छुर्पी मात्र होइन, यहाँ अन्य कुराहरू पनि पाइन्छ। अर्ग्यानिक कुराहरू धेरै पाइन्छ। यो चाहिँ अब हाम्रै गाउँठाउँको प्रमोट गरौँ, हाम्रै ठाउँको भनेर मार्केटिङ गरौँ भन्ने हिसाबले लागेको म चाहिँ। अब अरूले कसैले होइन यस्तो काम नगरिदिएर, जुन त्यो खालको चासोको मान्छे अहिले अभियानको मान्छेहरू नभएर एक्लैले काम पनि आफैले गर्नुपर्छ, आफ्नो लागि मात्रै होइन। सही कुरा। यसरी मार्केटिङ, प्रमोट, उत्पादन, फिनिसिङहरू सबै आफैले गर्नु परिरहेछ। यो बनाउनको लागि विभिन्न मेसिनहरू पनि छन् होइन। हजुर, त्यो मेसिनहरू प्रयोग गरेर अझ सहज चाहिँ हुन्थ्यो होला। के छ तपाईँको योजना? त्यसमा अब त्यो खालको त्यो मेसिनलाई धान्ने हाम्रो कस्ट र मेटेरियल जुन उत्पादन हुँदैन, त्यो भएकोले मेसिन अहिले एफोर्ड गर्न सकिँदैन। हस् ल, त्यही हो। फेरि